6-7 फेरा त भोट दिउँ खै हामीलाई काउनु पार्टीले के गरेछन् केही पर्यो भने नि केही पर्यो भने हामीलाई उहाँलाई भेट्न जान त हामीले 10 फेरा नमस्ते गरे पनि भेट्न सक्दैनौँ कि अफिसमा हुनुहुन्छ भन्नुहुन्छ कहाँ हुनुहुन्छ भन्नुहुन्छ उहाँहरूलाई भोट चाहिएर पो फोन लाउनु भएको छ अहिले यहाँ नत्र त हामीले भेट्नै पाइन्न नि उहाँहरूलाई एउटा कागजपत्र बनाउन जानु पर्यो भने नि कति फेरा धाउनु पर्छ हामीलाई त पानी चाहिएछ एउटा जारलाई 50 रुपियाँ तिरेर खाँदाखेरि वर्षको हिसाब गरिदिनु त म बुढी अलि डिभाइड के गर्न जान्दिनँ कति भयो हामीले पानी पाइएन के पताउँदै नपताउने क्या अब कसैले पनि पताउँछ नि जनताहरू बाटा भइसके मै बुढी त बाटो भएँ अब भर्खरकाल झन् 40 वर्ष भयो पानी खुवाउँछौँ भनेर यिनीहरूलाई हामीले भोट हालेको धेरै राम्रो छ क्या एकदम तपाईहरुको राम्रो कुरा राम्रो भन्नाले घोषणा प्रतिबद्धता मेरो दाइ घोषणा मात्रै हैन घोषणा त जसले नि गर्छ गर्ने हो नि प्रतिबद्धता नसक्ने कुरा लेखा हैन सक्ने कुरा मात्र लेखा छ दाइ उम्मेदवार कस्तो हुन्छ भने चाहिँ तपाईँ जस्तै यहाँ जस्तै चुनाव माग जसरी आउँछ त्यसरी नै हामीसँग लगभग 5 वर्षमा कमसेकम पनि घर दैलोमा यसो आएर 5 वर्षमा कमसेकम 10 चोटि नभए 5 चोटि आइदिएर पनि हामीसँग सहकार्य गरेर सँगसँगै हिँड्ने हाम्रो हातेमालो गरेर हिँडिदिने भइदिएको भए हामीलाई अति राम्रो हुन्थ्यो तर के हुन्छ भन्दाखेरि खास एकचोटि आउनुहुन्छ उहाँहरू जितेर जानुहुन्छ तपाईँले फेरि अर्को 5 वर्षपछि मात्र आउनुहुन्छ कि उहाँहरू त्यो चाहिँ नराम्रो हो कि हामी जस्ता युवाहरूलाई यहाँ केही गरेर बसौँ भन्दाखेरि लगानीको सुनिश्चितता छैन भोलि के हुने भन्ने छ होइन अनि हामी जस्तो युवाहरू खालि पासपोर्ट बोकेर हिँडिराख्न पर्ने पर्याप्त जागिरहरू यहाँ रोजगारका अवसरहरू छैनन् त्यो हुनपर्छ जुन पार्टीले जिते पनि त्यो चाहिँ हामी जस्ता युवाहरूलाई रोजगार र आफूले लगानी गरेर पेसा व्यवसाय गर्ने वातावरण चाहिँ हुनपर्छ हामी जस्ता युवालाई नेपालमै राख्ने यङ इनर्जेटिक मान्छेहरूलाई युवा पुस्तालाई नेपालमै राख्ने वातावरण गर्नुपर्छ नयाँ पार्टी भन्दैमा सबै राम्रा पुराना पार्टी भन्दैमा सबै नराम्रा पनि छैनन् र के गर्नुपर्ने जुन उहाँहरूको नैतिक आचरणदेखि लिएर पार्टीका सिद्धान्त गतिविधि लगायत यहाँ हुनपर्ने युवाहरूको देशको के आवश्यकता हो त्यसलाई मध्यनजर गर्दै त्यसलाई कार्यान्वयन गर्ने दिशातर्फ जुनले लग्दा पनि त्यसलाई साथ सपोर्ट दिनुपर्छ भन्ने मेरो मान्यता हो र यही पार्टी भन्ने भन्दा नि व्यक्ति हेर्न पर्यो व्यक्ति सबै कुरा व्यक्तिमा निर्भर रहने उसका नियतमा निर्भर रहने उसका ट्रेनिङ कस्तो छ स्कुलिङ कस्तो छ कुन पार्टीमा हिँडिरहेछ त्यसमा भर पर्ने कुरा जस्तो मलाई लाग्छ पार्टी हेर्ने कि व्यक्ति हेर्ने भन्दा के रोज्नुहुन्छ पार्टी भन्दा पनि व्यक्ति हेर्नुपर्छ सबभन्दा पहिला कुरो यो होइन कि तपाईको भनेर पहिला त्यस्तो चल्थ्यो नि त हाम्रोलाई चाहिँ दिने राम्रोलाई चाहिँ त्यो उसै वास्तै थिएन तर अहिले चाहिँ राम्रोलाई हेर्ने हो हाम्रोलाई भन्दा पनि राम्रोलाई हेर्नुपर्छ हाम्रो क्यान्डिडेट कस्तो हुनुहुन्छ उहाँले चाहिँ यो क्षेत्रको लागि के गर्नुहुन्छ भनेदेखि त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ पार्टी हेर्ने होइन व्यक्ति हेर्ने पुरानाले कोही खाए कोही लुटे कोही भ्याए अब नयाँले राम्रो गर्नु पर्यो कि होइन जो उठे पनि यहाँ राम्रो काम गर्नु पर्यो कि नराम्रो गर्नु भएन राम्रो के कामहरू जस्तै गरिदियोस् भन्ने छ त्यो त अब पहिला कल कारखाना बेचे अब त्यहाँ ती कल कारखाना खुल्यो भने यहाँका युवाहरूले काम गर्न पाउँछन् विदेश जान पर्दैन त्यो हाम्रो छ बुढा भ्रष्टाचारीहरूलाई दिन पर्ने होइन अब भोट दिने कुरो भएन भर्खरका युवालाई काम गर्न राम्रो काम गर्न सक्नेलाई दिने हो भोट युवाहरूले राम्रो गर्नेवालालाई भोट जिताउने हो राम्रो भइदियोस् देशमा भ्रष्टाचारीहरूलाई निर्मल होस् भनेर अब कल कारखाना खोल्थ्यो भने रोजगार पाइन्थ्यो बिचरा बच्चाहरू छोराछोरी हाम्रा जम्मै विदेशी नपढ्यो भने जम्मै विदेश जान पर्ने यहाँ केही छैन सब बेचेर खाएर भ्याइसके मैले त हामीले त्यही हो कल कारखाना खुलोस् राम्रो होस् हामीलाई सुविस्ता होस्।